नमस्ते अनि झोरले भन्न चाहे सम्पूर्ण मेरो युट्युब परिवारहरूलाई साथै यहाँहरूलाई चाहिँ आजको दिनसम्म सन्चै होला भन्ने मैले आशा गरेको छु र सन्चै रहनुहोला, स्वस्थ रहनुहोला, मस्त रहनुहोला। आज चाहिँ शनिबार बिहान नुहाइधुवाइ गरेँ अनि त्यसपछि के गर्ने के आदि भनेर सोचिरहेको थिएँ। अनि आज चाहिँ घरकै कामहरूलाई चाहिँ कैद गरेर यहाँहरूलाई देखाउने कोसिस गरेँ। घरमा पनि र बाहिर पनि कहाँ कहाँ गइन्छ अथवा के गरिन्छ सम्पूर्ण कुराहरू यहाँ भिडियोमा कैद गरेर अनि यहाँहरूलाई पस्किने कोसिस गर्दैछु। आशा छ दिनभरिको गतिविधिलाई मैले यहाँ राम्ररी कैद गर्न सकूँ अनि यहाँहरूलाई पस्किन सकूँ। यहाँहरूले पनि भिडियो राम्रो लागे लाइक, सब्सक्राइब र सेयर पनि गरिदिनु होला भन्दै अहिलेलाई म बिदा हुन चाहेँ। उठेर ट्याक्क अहिले फुलसुल पानी हाल्दैछ। आइ गरिदेऊ न फेरि राम्रो फ्रेस पनि कि पिना के रे, मैले त नुहाउनलाई होला भने त्यो पिना किन नुहाउँदैन त? अन्त त्यही त अघि म नुहाउँदाखेरि हेर्छु यो चाहिँ पिना भिजाएर बेलुकै राखेर चाहिँ होइन तिमीले यो यसरी किन पिना हालिन्छ? फर्टिलाइजर हो। फर्टिलाइजर के गर्छ यसले माटोलाई, फुललाई ग्रोथ हेल्प गर्छ। हो बिहान उठेर यसरी चाहिँ के भन्छ हेर्नु गर्छ। राम्रो मान्छे त्यसै पनि राम्री छ नि होइन, मुख धुनै पर्दैन नि। म पनि जान्छु अब त्यो झाडीमा गएर झाडीहरू कटान गर्ने हो कि आजको घरमै मजाले। मैले अस्ति अनलाइनबाट मगाएको थिएँ उयो आरीपत्ती है, अहिले अनि हतियारहरू पनि छ। त्यो हतियारहरूले पनि काट्छु। लामखुट्टे चाहिँ अति नै छ। अब किराहरू पनि छ। यो सङ्घे किरा हेर्नु न, साथीहरूले घाँसहरू के अरे फुल बोट बिरुवाहरूलाई घसेक्न पनि भएर गर्छ। लामखुट्टे किन घोच्यो हो मलाई।
साथीहरू यो चाहिँ दुधे घाँस भन्छ यतातिर, हाम्रोतिर। उतातिर तपाईँहरूको ठाउँतिर के भन्छ कमेन्ट गर्नु होला होइन। यो चाहिँ खसी बाख्राले मजाले खान्छ। यो कागतीको बोटमा कागती फल्न लाग्यो। उता पनि छ बकाइनु हो कि के भन्छ, बकाइ नै हो क्या अरे। त्यो पनि खसी बाख्राले एकदमै खान्छ क्या। अनि त्यो चाहिँ काट्न माया लाग्यो, अनि मैले त्यो चाहिँ काटेको छैन। हुन त खसी बाख्रा छैन, तै पनि दसैँमा खसी बाख्रा ल्याउने योजना चाहिँ छ। हेर्नु न, यो यतातिर हाम्रोतिर सङ्खे किरा भन्छ। यसले चाहिँ बोट बिरुवा एकदम खान्छ। यहाँबाट काट्ने यो माथिको अशोकाको बोट पनि छाटियो, उतापट्टि साइडको पनि छाटियो। अनि यो चाहिँ फुल पिङ्क गुलाबको फुल। यो आँपको बोट राखेँ। यो यतातिर तितली भन्छ, तितली बिहारतिर त्यो बाँकी छ। लगभग सबै हरियो। सातु यहाँको तराईको स्पेसल सातु खाँदा चाहियो। टाइट भएछ हो। चनाको साथ हो गर्मीमा कागती बिरेनु ठिकै भएर आफूलाई आवश्यकअनुसार हामीले बिरेनु कागती हालियो। अनि त्यसपछि मजाले एउटा चिसो पानी टेस्ट लाग्छ भनेर हल्का चिसो होइन भने त तातो नै खाना, तातो भन्नाले नर्मल पानी नै खाँदाखेरि ठिक हुन्छ है। त्यो चिसो चाहिँ माथिलाई राम्रो गर्दैन। तराईको गर्मी निकै नमर्ने फेरि त्यही भएर अत्याधिक गर्मी हुन्छ यहाँ त। तराईमा त कहिलेकाहीँ 40सम्म पुग्न जान्छ। हिजो आज त छैन, तैपनि आफैले चनाको सातु बनायो, खायो, आफ्नै तरिकाले खाना पाइयो। शरीरलाई राम्रो पनि गर्ने। साथीहरू मैले लिएँ है त। साथी चाहिँ अलिकति पातलो भएछ, काको खाँदाखेरि पनि हुन्छ। केही बेरसम्म खाजाको काम गर्छ यसले।
शीतल पनि बनाउँछ यो चनाको साथो चनालाई भुटेर मजाले पिस्ने अनि त्यसपछि 1-2 केजी राख्ने बिहान बेलुका गर्मीमा साथीहरू अगाडिको झाडीहरू अलिक त बेसी नै थियो लामखुट्टे अब अति नै आउने के अलिअलि त्यो फाड्यो अलिक क्लियर गऱ्यो अनि त्यसपछि एकछिन अब यो सातो खाएर अनि यहाँहरूलाई भेट्नुलाई है त मजाले त्यो केमिकल के केमिकल हो यो लगाउने लाइज ए लाइजोल कीटाणु मार्छ होइन यसले लगभग बिहान सधैँ नै जसो पुस्ने गर्छ अब्बुई खानु हुँदैन त स्यास्या हुन्छ हो त नि हुँदैन स्यास्या हुन्छ नि त स्यास्या हुन्छ खानु हुँदैन अब त झन् है स्यास्या हुन्छ है चिया खानुभयो ए खानुभयो बिस्कुट पनि खानुभयो मेरो आमा अलिकति अब धेरै उमेर भएको कारणले गर्दाखेरि अहिले त्यति राम्ररी होसमा हुनुहुन्न मतलब के भन्छ अब बुढी लागिसकेपछि कुनै कुरो थाहा हुँदैन नि त धेरै कुराहरू त्यस्तै हुनुभएको छ अनि कहिलेकाहीँ के भन्नुहुन्छ कहिलेकाहीँ के भन्नुहुन्छ त्यही हो साथीहरू आज च्याख्लाको भात खाने हो है मकैको च्याख्ला चाहिँ एकदम राम्रो हुन्छ खानाको लागि स्वादिलो पनि हुन्छ पेटको लागि पनि राम्रो गर्छ यसले अनि अस्ति एक प्लेट खाइयो अनि त्यसपछि आज फेरि च्याख्लाको भात खाने भनेर योजना बनाएर च्याख्ला बनाउँदैछौँ कुकरमा बनाउँदा पनि हुन्छ हामीले चाहिँ यो पितलको भाँडामा बनाएको हो हेर्नु होला त्यसको लागि चाहिँ अब अचार दही यो अचार यो तिल पनि होइन होला सिलामको अचार है सिलाम टमाटर हरियो खोर्सानी हालेर यो बनाएको छ अनि सब्जी तयारी गर्न बाँकी छ अनि दहीसँग खाने भन्ने छ यो तयारी भइसकेपछि फेरि देखाउँछ हजुरहरूलाई है त साथीहरू आज बस्दा दिक्क लाग्यो टिभी कति हेर्नु आँखा पनि रातो भइसक्यो होला है अब कतै जाने भन्ने सोच बनाएको थिएँ अब यो तातो घाममा कहाँ निस्किनु अनि कतै गइए होइन दिनभरि घरमै खाना खाएर दिनभरि घरमा बस्यो त्यो पनि टिभी हेरेर है तातो घाम पनि छ अनि अहिले चाहिँ तत्काल अब के गर्ने त भने खाजा त खानु पर्यो खाजा खानको लागि चाहिँ अब ब्रोइलर कुखुराको मासु अनि चिउरा भुजा गरेर खाने कतिजना अब यो कुनै बसालिसक्यो हो यहाँ मासु धुएर राखेको छ हेर्नु होला यो ब्रोइलरको तेल हाल्नु पर्यो नि मिना तेल हाल्यौँ हामीले यो चाहिँ खाटी तोरीको तेल हो हाम्रो घरतिर चाहिँ प्रायः खाटी तोरीको तेल नै हुन्छ है तेल चाहिँ अलिक धेरै हाल्न नै अलि अप्ठ्यारो लाग्छ हो हाम्रो घरको मान्छेले फेरि तेल थपिदियो आमा यहाँ तिन कुखुरालाई हैट कसले भने गरिबीमै चिलो खानुपर्छ अरे हेर्नु न साथीहरू झन् हालेर हाल्ने हो नि पहिले यो 5 फोरन हालौँ ले हैस परार गर्छ त हौ
हाल त सुके खोर्सानी कतिवटा सानो थोरै हाल्यो त हरियो खोर्सानी हाल्ने हो तेजपत्ता हालिसक्यो 5 गराउनु हो हालिसक्यो धोएर चाहिँ अब त्यो फोहोर पानीले चाहिँ धोएको हुन्छ त्यही भएर घरमा ल्याएर नि धुनुपर्छ है ल भइसक्यो त तेल तातिसक्यो त नि अनि ओहो त्यो डढिसक्यो हौ तेल त ल हाला साइज बनाउने है यो है भुटिया गर्ने क्या सानो बेसार हाल्यो अनि त्यसपछि के हाल्ने अलिक केल्ने हाल्ने एकछिनपछि होइन मासु मजाले तेलमा एकदम टाइट बनाउने होइन खराउने होइन आफै यस्तो पनि त चिल्लो निस्किन्छ है धेरै चलाउनु पनि हुँदैन यो बोइलरको त टुक्रिन्छ हो टमाटर हाल्यो छोप्ने होइन र यसलाई छोप्यो भने टमाटर गल्थ्यो कि भने भनेको लास्टमा हाल्ने होइन सिजनको आँप मजाले चिथर 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 हो हात उठाउ न यसले त्यो हात उठाउ न मजाले गुलियो छ त के छैन यो औषधि हिजोआज औषधि हालेको हुन्छ बुढो यो कुन आँप भनेर ल्याएको बिना कुन आँप बम्बई कति मिठो हुन्छ यो औषधि हालेको आँप हो क्या यहाँ चिथोर्दैछ लुकेर चिथोर्दैछ कोही होइन यो दिउँसोको खाजा अब यो चिकन भइगयो ब्रोइलर अनि एकदम सिम्पल छ चिउरा भुजा यो मुलाको चना अनि त्यसपछि आएर यो गाजर अनि पानीसँग मजाले खाने खाजा साथीहरू अब मैले चाहिँ खाना थालेँ यहाँहरूले पनि खानुभयो होला है ल त है साथीहरू म खाइसकेपछि फेरि भेटौँला होइन तपाईँहरू पनि खानु होला खाजा खाने टाइम पुगिसक्यो खाइसकेपछि भेटौँला है त तपाईँलाई यो भिडियो कस्तो लाग्यो खासै त्यस्तो कन्टेन्ट त होइन तैपनि आज शनिबार मजाले बसेर बनाउनु त जे छ दैनिकी जीवनको पनि भनेर बनाएको हो होइन त्यस्तो केही पनि होइन कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट लेखिदिनु होला अनि च्यानललाई माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला लाइक सेयर पनि गरिदिनु होला भन्दै फेरि अर्को भिडियोमा भेट्ने बाचाका साथ अहिलेलाई बिदा हुन्छु हस् त नमस्ते।